तपाईँको अनुग्रह दया करुणा कृपा तपाईँले राख्नुभयो। प्रभु तपाईँ परमेश्वरले हाम्रो प्रार्थनालाई अनसुनी गर्नु भएन। आज प्रभु तपाईँले यो प्रार्थनालाई सुनिकन प्रभु तपाईँले अनुरोध गर्नुभयो। यो दयालु परमेश्वर पिता अनि हरेक परिस्थितिमा तपाईँ हाम्रो साथमा रहनुभयो। दयालु परमेश्वर म तपाईँलाई धन्यवाद टक्राउँदछु। अनि प्रभु तपाईँले गर्नुभएको करुणा कृपाको निम्ति म तपाईँ परमेश्वरको ऋणी र आभारी छु। म आफैलाई सौभाग्यशाली ठान्दछु, किनभने यो दिन तपाईँले मलाई दिनुभयो। यो दिन मेरो भागको दिन तपाईँले मलाई दिनुभयो। र प्रभु म तपाईँको चरणमा मेरो दुई नानीहरूलाई, आज मेरो छोरीहरूलाई लिकिन आउने तपाईँले मलाई यति ठुलो अब गर्वको समय तपाईँले मलाई दिनुभएको छ। प्रभु म अति खुसी भइकन, म अति हर्षित भइकन तपाईँको चरणमा यी नानीहरूलाई समर्पण गर्न आउँदछु। आज प्रभु मेरो छोरीहरू आराधना अनि प्रशंसालाई तपाईँ परमेश्वरको अनुग्रहमा तपाईँले बनाउनु भयो। प्रभु तपाईँ गर्वमा हुँदा रक्षा गर्ने परमेश्वर तपाईँ बन्नुभयो। आज प्रभु हरेक आज कम्प्लिकेसनहरू थियो, हामी चिन्तामा डुबेका थियौँ, तर प्रभु हाम्रो प्रार्थनालाई तपाईँले सुन्नुभयो, अनुरोध गर्नुभयो, त्यहाँ तपाईँले रक्षा गर्नुभयो। सुरक्षित प्रभु आज पैदा हुनमा तपाईँले सहायता गर्नुभयो। अनि प्रभु आज लो बर्थ वेटमा जन्मिए तापनि हामीले तपाईँको हातमा समर्पण गऱ्यौँ। आज तपाईँ कति सामर्थ्य परमेश्वर पिता तपाईँको अनुग्रह राख्नुभयो। अनि प्रभु आजको दिनसम्म तपाईँले सहायता गर्नुभयो। आज प्रभु आजको दिनसम्म यो नानीहरूलाई तपाईँ सुरक्षित राख्नुभयो। आज प्रभु हरेक परिस्थितिमा तपाईँले बचाउनु भयो। प्रभु डेभलपमेन्टमा आशिष दिनुभयो, ग्रोथमा तपाईँको अनुग्रह राख्नुभयो। प्रभु तपाईँले सहायता गर्नुभयो। आज दुःख बिमार हुँदाखेरि प्रभु हामीले तपाईँको पुकार गर्यौँ, यहोवा राफा परमेश्वर बनिकन पिता तपाईँले चङ्गाई गर्नुभयो। अनि प्रभु घटी कमीहरूको समयहरूमा प्रभु हामी प्रार्थना गऱ्यौँ, तपाईँ हाम्रो यहोवा एरिया परमेश्वर बनिकन सबै कुराको पुरा गर्नुभयो। दयालु परमेश्वर पिता म तपाईँलाई धन्यवाद गर्दछु। तपाईँ यति आज प्रभुजी दयालु परमेश्वर हाम्रो निम्ति बन्नुभएको छ, कृपालु परमेश्वर बन्नुभएको छ। म तपाईँको नाउँको बढाइ प्रशंसा गर्दै अब यो नानीहरूलाई म तपाईँको हातमा आज समर्पण गर्दछु। प्रभु हामी तपाईँको चरणमा ल्याउँदछौँ। प्रभु तपाईँले दया गरेर अनुग्रह गर। प्रभु अब यो नानीहरू तपाईँ परमेश्वरमा तपाईँ परमेश्वरको सामिप्यमा यिनीहरू बढ्न पर्नेछ। यिनीहरूको हरेक कुरा प्रभु तपाईँ परमेश्वरले नै तय गर्नुहुन्छ। तपाईँले हामीलाई जुन असाइनमेन्ट दिनुभएको छ, नानीहरूको हेरचाह गर्ने, हुर्काउने, लालन पालन पोषण गर्ने जुन असाइनमेन्ट तपाईँले हामीलाई यो साइन गर्नुभएको छ, प्रभु बडो जिम्मेवारीपूर्वक यो कुराहरू पुरा गर्नुहोस्। आजको वचन अनुसार तपाईँ आफ्नो दासहरूले हामीसँग बोल्नुभयो। प्रभु म तपाईँलाई धन्यवाद दिन्छु। म त्यो शत्रुमुर्ग जस्तो होइन, तर प्रभु म त्यो कुखुरा जस्तो, अनि प्रभु आज म त्यो आज प्रभुजी एग्रेसिभ त्यो बदल जस्तो हुन सकेका हुन्। प्रभु तपाईँले दया गर्नु, अनुग्रह गर्नुहोस्, ताकि प्रभु नानीहरूलाई प्रोटेक्टर बनिकन, ट्रेनर बनिकन म त्यो चिल जस्तो आज प्रभुजी आज बन्न परेको छ। पिता तपाईँको अनुग्रह राख्नु, ताकि प्रभु नानीहरूलाई हामीले प्रभुजी आत्मिक आज सङ्गतिमा हुर्काउन सकौँ, आत्मिक आज त्यो परिधिमा हुर्काउन सकौँ, प्रभु शिक्षामा हुर्काउन सकौँ। जुन कुरा तपाईँ परमेश्वर हामीलाई साइन गर्नुभएको छ, दयालु परमेश्वर त्यो काममा हामी इमान्दारिताको साथमा पेस आउन सकौँ। प्रभु यो शुद्र अनि बुन्नतको सहायता गर, दया गर, गिलगाल परिवारलाई सहायता गर, अनुग्रह गर। किनभने यो कुराहरूमा हामी आज प्रभुजी आज इमान्दारिताको साथमा अगाडि आउन सकौँ। यो नानीहरूलाई हामीले त्यो बाटोलाई देखाउन सकौँ। प्रभु यिनीहरूको भविष्य तपाईँको हातमा जिम्मा दिन्छु। यिनीहरू ठुलो मान्छे बन्नुपर्छ भन्ने होइन, तर प्रभु यिनीहरू तपाईँ परमेश्वरको डर मान्ने हुनुपर्छ। प्रभु किनभने तपाईँको वचनले भन्दछ, फियर अफ द लर्ड इज बिगिनिङ अफ नलेज। प्रभु तपाईँको भय मान्नु नै सबै कुरा रहेछ भन्ने कुरा आज प्रति हामीले बुझेका छौँ। त्यसरी प्रभु अनुग्रह राख, दया राख। प्रभु शिक्षा, ज्ञान, बुद्धि सबै कुरा तपाईँमा छ, तर त्योभन्दा अघि परमेश्वरको भय मान्ने नानीहरूलाई बनाउनुहोस्। यिनीहरूको रक्षा गर्नुहोस् हरेक दिन, यिनीहरूको हरेक अवस्थामा प्रभु तपाईँको अनुग्रह राख्ने। बाल्य अवस्था, यिनीहरूको टिन एज, यिनीहरूको जवानीपना, यिनीहरूको बुढेसकाल तपाईँको हातमा जिम्मा दिन्छु। प्रभु जीवन रहन्जेलसम्म तपाईँको महिमा गर्नु, यिनीहरूको जस्तो नाम छ आराधना र प्रशंसा त्यस्तै कर्म पनि भएको हुन्। सबैको धन्यवाद हुँदै यो धन्यवाद बलि प्रार्थना समर्पण प्रभु यीशु ख्रीष्टको नाममा राख्दछु। ग्रहण गर्नुहोस्।